साथीहरु, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी सालघारीबाट निगुरो लिएर आएको छौँ। भाइ म बहिनी भएर आज चाहिँ निगुरो पकाएर खाने हो। यो निगुरो चाहिँ बर्खा टाइममा मात्रै पाइन्छ यताउँदी, त्यही भएर आज बनाएर खाने हो। यहाँ चाहिँ मम्मी र म केलाउँदैछौँ निगुरो। थोरै थोरै केलाउँदा चाहिँ ढिलो हुन्छ भनेर धेरै धेरै केलाएर मजाले पखाल्ने हो भनेर मम्मी र म केलाउँदैछौँ। साथीहरु, मैले चाहिँ कराई बसाइवरी तेल मसला हालिसकेको छु। हामी चाहिँ सधैँ पनि आगोमा पकाएर खान्छौँ। आगोमा पकाएर खाएको चाहिँ साह्रै मिठो हुन्छ नि त। अनि त्यही भएर मैले चाहिँ आलु अघि काटेर तयारी गरिसकेको छु। अब आलु हाल्छु। अनि आलु हालिसकेपछि चाहिँ आलु आधा पाकेपछि मात्रै निगुरो हाल्छौँ नि त। अनि निगुरोमा चाहिँ अब यो खालको निगुरोमा चाहिँ आलु मिसाउँदा मात्रै बाक्लो रस आउँछ अरे। अनि त्यही भएर मम्मीले चाहिँ आलु मिसाउनु पर्छ भन्दै भयो। अनि फ्राई गरेर खाने भनेको थियो मम्मीले चाहिँ। यो सखबारीको निगुरोलाई चाहिँ फ्राई गरेर खानु हुँदैन, औषधि हुँदैन, रस हालेर धेरै रस हालेर खानुपर्छ, जेको पनि औषधि हुन्छ भन्नुभयो र पकाउन लागिरहेको छु। मेरो सब्जी चाहिँ पाकेर रेडी भइसकेको छ। अनि यता चाहिँ खाना अचारहरू छ। अनि बुवाको लागि चाहिँ मासु पाक्दैछ, बहिनीको लागि पनि खिर पाक्दैछ। हामीले चाहिँ हिजै मासु खायौँ। अनि त्यही भएर बहिनीले चाहिँ मासु खाँदिन र उसको लागि खिर बनिँदैछ। अनि बुवाको पनि अब लगभग मासु पाकिसकेको छ। साथीहरू, मेरो चाहिँ आजको लागि भिडियो यति नै। सबैजनालाई बाई।